हेलो साथीहरु आज चाहिँ हामी दादरा हिँड्दैछौँ बागलुङ बरेङ गाउँपालिका वार्ड नम्बर 3 दादरा हिँड्यौँ त्यही घाँस काट्न अचार कोइरल सोइरल ल्याउन देखिके त भने धेरै उकालो हो यहाँ अब गइसक्नु अगाडि कुकुर पनि यहाँ बिचरा अवस्थामा हो बिचरा कुकुर पनि कस्तो कराहा धेरै स्यास्या गरेर अब उता आकृति पनि धेरै अब लुकी खानु हुँदाखेरि गोप्य तरिकाले अलि देखिन खोज्दिने नि अलिक देखिन नखोज्ने अवस्था भएर उता थाकेर म त थाके छैन बेहाल अवस्था कुकुर थाकेर मात्र म बस्या हो एकदम बेहाल भएर बस्यो साली भेना छु तो उकालो छ बाटो अझै यहाँबाट छ अझै छ कसरी जाने ल हिँड ल कुकुर हिँडिहाल्यो का यो पनि बाटो ला 2-4 महिना ओ के गरेस् हेर त यो कुकुर होरी लान हिँड गइसक्यो म यहाँको भ्यूज देखाउँछु साथीहरु त्यसै हिँड्नु बाको समाइदेऊ बाबाले यहाँ राखेर जानुभयो कता जानु ल हेर्नु यहाँ साथीहरु हामी आएको कहाँबाट भनेपछि हाम्रो घर त देखिँदै छैन उहाँ ओ तिथि निलो टिन्ला यो निलो टिन्लाको सेतो टिन्लाको घर हो हाम्रो त्यहाँबाट हामी त्यहाँ हुँदै यो बाटो आइयो हेर्नु हो यो बाटो ल हेर्नु साथी कहाँ आइयो हामी यिनी खेत हुँदै यो बाटो उकालो यहाँ आइयो है छाडे जाने हो ल साथी अहिले आउँदा चाहिँ हामीले यो कोइरल टिपेर लाने हो तल्लो टोरमा फुल्यो ल अहिले चाहिँ हामी घाँस काट्न गयो पहिला यहाँ हेर्दै हुनुहुन्छ खर्च काट्ने अनि सल्लाह हुँदैछ के काट्ने घाँस हैन यहाँ फेरि घर थिएन नि यो ठाउँमा भए यतातिर उहाँ पारि त थिए यहाँ यो पनि बिग्छ नि खुब खान्छौँ हामीले ल यो खान्छौँ राम त खानु मसिनो अलिक ठुलो हुन्छ क्या हो त्यो चाहिँ खाना त च्यालचाले हुन्छ खै आएका छन् ल ओ हैछन् ल हेर त आएर कपाल त रहेछन् ओइको बुढा चढ्न त 12 उ छन् का अलिअलि त्यस्तो बाक्लो त हैन त्यही छ तर अलिअलि हेर्दा मात्र हो कि अहिले खाने घाँस काटेर खाने बा पहिला काटेर खाने हो कि अब चाहिँ यहाँ अब बाबु ढाँच्नको कोसिस गर्दै हुनुहुन्छ कसरी जाने को जाने भन्ने प्लानिङ छ हाम्रो यहाँ अब चाहिँ बुटोमा बा चढ्न लाग्नुभयो अब यिनीहरू नि म पनि जान्छु भनेर कसै गर्दै खाने सक्ने चाहिँ होइन फेरि एउटी बाइक जान त पछि दुईटी चाहिँ गयो अब यो आकृति चाहिँ जान सक्छ अहिले चढिखेन यो अब लास्टमा जाने अहिले हिरो इन्ट्रीमा पहिला भिनाजुलाई जान भने अब भिनाजु चाहिँ अब सक्ने जस्तो अवस्था छैन ल बा वहाँ पुगिसक्नु
विजय बाबा और की गई सट्टाको होला जस्तो भयो कि बल पार्नु उता पुगे त बाबा पुगिसक्यो किसी धरीको पाक छैन के म आएन कसरी चढ्ने हो ती ल्याएन यहाँ यसमा बल ओ पार्नु कस्तो छिटिको गर चाहिँ त्यही भएर नसकेपछि भन्न नसकेपछि टिके गर्छ नसकेपछि छिटिकै गरिहाल्छ अरे यति काफल जानु बाले चाहिँ यति फालिदिनु हेर्नु कसरी हो काम टिप्ने अब फेरि यिनीहरूले चाहिँ आफूहरूलाई मात्र गोजी गोजी राखेको ती हामीलाई दिन्नन् के अरे बाले मात्र फालिदिनु अब यिनीहरू अझ माथि माथि गहन् अनि त्यसपछि खासै रहेछ त्यसपछि भिडियो चाहिँ बनाइएन अनि तल झरे सबै अनि हामी चाहिँ अब औषधी खान जाने हो अब माथि औषधी खान जान्छौँ यहाँ हामीले थाप्दैछौँ बाले माथिबाट फालिदिनुहुन्छ अब कति कहाँ चराइछन् क्या झऱ्यौ झर्नु अब ल खाना तरी हेर न यो मुख झर्नु सारिसके मात्रै थाप्नु भन्नु लौ न मात्रै थाप्नु ल फेरि पनि बाबा थाल्दिन लाउनु लाउनु हामी चाहिँ अब चाहिँ अलि माथि छ क्या उकालो घाँस काट्ने ठाउँ चाहिँ जान्छौँ बाटोमा औषधी खानुभयो वा हेर्नु घाँस लिएर आइसक्नु कहाँ जानु गएर जमिती ल्याएर आउनु हो त्यही दुईटालाई त कति चाहियो र गीत गाइदिने एउटा गाउनु भएन भाइसित बस्नु कहिले जानु होला औषधी खाएर जानु न यो दिदीको मोड अब चाहिँ हामीले हेर्नु न कस्तो फलेको के यो जेठमा पाक्ने आरू हो ल हेर्नु यताको हाँगामा सबै छ क्या पछि कहिले आयो नि आयो हेरेर भए पनि बत्तीलाई भए पनि चित्त बुझ्नु बत्तीले हेरेर यहाँ ल हेर्नुहोस् घर साथीहरू यस्तो अवस्था यहाँ काटेर तपाईँहरूले लानुभयो कि अरू लगाऊ यो काटेर यहाँ त दैला पनि लगेछ नि त सबै अर्का लगाउनु दार लगाउला नि दार लगे दैलो छैन उखाले भरे टमाटर हेर्छ टमाटर ओहो लु जान्नु त टमाटर हेर्नु त कति रहेछ बा हेर्नु त यहाँ आउँदै तपाईँहरू नआएर हो या टमाटर त त्यो यो फेरि मसिनो टमाटर चटनी खाने नि त कति मिठो हुन्छ नि यो चटनी यसको चपिलो हुन्छ टिपम र यो त्यो माथि हेर्न त्यो घरमा
लड्छ नि टमाटर त घर भत्काएर हुन्छ त्यो दैले निकाल्दाखेरि किन हो र कता जाने हो भित्रबाट औषधि ल हामी अब भित्र गयो भित्रबाट ल आउनु है छता जाने हुन त तलबाट पुग्ने त भित्र हिँड्ने माकुरा जालो हेर्नु त ओहो यहाँ आउनु थियो यस्तो भयो किरो सिरो आलु केको हुन्छ नि बाहिर निस्किम अब ल हेर्नुहोस् भात किन्यो कि घर हेर्नु साथीहरू छानामा औषधी कहिले देख्नुभएको थियो त्यो बसेर मिलेन मान्छे छाना भन्दा नि खसिन्छ कि भन्ने डर के भाइ गयो भने त सिधै यहाँबाट कसैले नि त ओ बस किन्न औषधी म छ पाले नटेको जान्छ औषधी खानेको त्यहाँ कसरी गौ र यो त भात किन्न यो भात किन्न कति दामी आयो वाउ हामी यस्तोमा आइयो क्या साथीहरू हेरौँ नेपालीमा अब चाहिँ हामीले खायो है अलिकति एकछिन चाहिँ कस्तो छन् क्या हेर्नु न कस्तो छ अनि यता तल चाहिँ मेरो बुढो र बाबा बुढोले देखाएर मलाई अब यसले नि सँगालेर खाइ अब मैले पनि भिडियोको लागि हो कि अब हेर्नु न कति मिठो छ कि यो फेरि उसरी खाम आज त यो भिडियो हेर्दा चाहिँ मलाई आज खान मन लाग्यो फेरि यो अनि यो त कति सजिलो गयो रुक्न त पछि बस्का रुक त बिहा गरी किन पहिले जान्छ उदा कमले यहाँ बस्छ त यसो बस्छ ल समय बिहा गरी कि पहिले जान्छ भन्दै के गर्ने हो कान्छी कसैले अरे यो त डरा अन्जना यही भएर जानु नसकेर यो आखितिखेरि के हो र बिजोग भयो नि झर्न नसकेर बल्ल बल्ल ओ कपडा चाहिँ त ल गइस त पो गइस अब यत्रो बाटो अब म कसरी हो ल है यहाँ रमार बसिसक्यो थाना चप्पल गएको यार पखै त्यो चप्पल ल्याउनु पर्छ ठोके म हो त्यहाँ ठोकिन्छ कम्ती हो यहाँसम्म हो नि एउटा हातले यहाँसम्म आयो भने चाहिँ यो फुस्केर जस्तो गर्छ उता कम्ती उता यहाँ हो यहाँ पर्लिको त त्यहाँ लोटली फेरि त जहाँको अडाउँछ मसला के गर्नु सक्छु र यिनीहरूलाई काँडा खाने राखी त कसरी हुन्छ त अब यहाँ फेरि झर्न सक्दैन एउटी हो त्यो बाटो लम्की यहाँसँग यहाँ काँडो हो त्यो काँडो भयो नि लतारिने लतारिने यस्तो कपडा चेक्नुहुन्छ यता घोडा चाहिँ
कति तान्नी हिजो यसले मन पराउँछ कि यो मन पराए जस्तो पनि गर्छ सुके लचक लचक गर्छ यो लिउ अब चाहिँ हामी यहाँबाट चाहिँ अब झर्यौँ अनि अब सिधै माथि घाँस काट्न जाने हो अनि त्यसपछि यहाँ त हेर्नु त सबै सकियो के देखाउन लायक छैन बिचरा अर्को घर हाम्रो घरलाई यसलाई चाहिँ बाई बाई गरिदियो अब बाह्र उहाँ भनौँ कालो छोरी कालो राम्रो हेरेर माथेडा हुन्छ के भन्छ सर्पावाला नै त्यहाँ त्यत्रो खान्छ त्यस्तो काट्नु गयो कि उहाँहरू त माथेड तर माथेड मिल्दैन यहाँ चाहिँ अब हामीले उखु चाहिँ खाने गर्ने सल्लाह गर्छौँ एउटीले फेरि यता उखु नभएको खाँदैछ अनि त्यो हो रहेछ ओहो काटेर खाने अनि अलिकति लाने काट्न जानुभयो मेरो बुढो अनि बहिनी अनि अर्को बहिनी भएर यो कुकुर फेरि त्यसै कुकुर सहित गहन के हुन्छ कि मासुलु छेजाएको छ यहाँ यिनीहरू दुईजना त्यसै फुरफुर गरे टिप्नु सके होइन देख्न यिनी दुईजनाको काम भएन त्यहाँ आकृति गइहाली अब एकछिन सकेनन् गइसक्यो त्यो माथि अब बल्ल केही हुन्छ अस्ति हामीलाई ज्वाइँ म हामी आउँदा यसले हामीलाई बाघ कराले माने डराउनु दिने कि दियो यसले हामी डरा खाना बसेर गरौँ यही करायो के लाग्छ बाघले यिनीहरू फेरि ठग काट्न नसकेर दाउरा चाहिँ छ्याक्छ ल्याएर आयो नि हेर त हाम्रो छ्याक्छ ल्याएर आयो ठुलै गर है ठुलै टेकेर जाने हो अरू खानालाई यस्ता बाङकुडी साङकुडी हामीलाई अलि काट्नु लुवा जाने पो थैला वास साल्छु पो ल्याउनु के हो र घर त्यहाँ गयो अहिले पो खाइयो उहाँको खाना नै हुन्छ नि त नखानु लाँदैन हामी खान्छौँ अरू कोही खान्छ अब यस्तो बोकेर हिँड्ने अरे ल त्यो यहाँ काटेर राख्नु त छैन उसले आगे त्यसले बरु हो त त्यस्तो गर्ने मान्छेको त्यस्तो गलत छैन यता नमानेको त्यस्तो छ्याछ ल्याएन आने दुइटा काम होइन एउटा यति ल्याएर आइयो कि अहिले खान सुरु गरिसक्यो अरू अचानक सिधा फल ल्याउनु त काट्नु यहाँ थैला राख्नु काट्नु हेर्नु साथीहरू आलु पखरा
अब चाहिँ यसपछि हामीले घाँस काट्छौँ अनि घाँस काटेको चाहिँ भिडियो बनाएन क्या धेरै लामो हुन्छ त्यही भएर अनि हामी अब कोही त्यसपछि चाहिँ सिधै हामी अब घर जाने बाटोमा बसेछौँ अनि अब सबैले भारी बोकेर अनि घाँस लगेर घर जान्छौँ घर पनि टाढा हात एकदम थाकियो क्या त्यही भएर धेरै लामो भिडियो बनाएँ बाबाले उखु राख्दै हुनुहुन्छ अब यो उखु खत्रङ यताउति दायाँ बायाँ गर्ने चिज मैले लगेर जाने हो अनि अरूले चाहिँ सबै आफ्नो भारी छ ऊ बहिनीमा ऊ खाँदैछ ऊ त तपाईँले घाँस लानुहुन्छ त्यसरी फेरि कोइरलको फुल टेकेर हिँडे खान मेरो बुढाले मेरो मात्र खै त ल्याउको मेरो मात्र तेल बान्ने हो क्या अरे होइन त्यही फल्यो होला नि हो हो त म त देऊ त बाल बाँधिदिनुहुन्छ देऊ बाले बाँधिदिन लाउनु मात्रले नाम्लो चाहिँ एउटा कम भयो लिएर आएर हिँड्छौँ अनि यो चाहिँ मैले लाने हो यसमाथि एउटा फल्लियो छ मौरीको कतिवटा राख्नु नि यसभित्र हैछ अनि यसलाई चाहिँ घर लगेर अनि मौरीको घाँस यसभित्र छ हैछ टाल्नु हुन्छ भनेर ल्याउनु भयो बाबाले होइन त्यो खलाए नि त्यसमा त अब हेर्ने यसले कसरी खान्छ र सिली छ सिली गएर अब यसले नखिच भनिसक्यो अब यिनीहरूलाई खिच्नु पर्यो त्यसले बोक्न लगाइसक्यो अब यता यिनीहरूले बोक्न गाहान कुकुर फेरि उता लडबड्डे छ अनि चाहिँ हामी त्यहाँबाट हिँड्यौँ अनि यो चाहिँ हाम्रो टिकटक हो टिकटक चाहिँ साउन्ड हाल्न मिलेन त्यही भएर हालेको औँसली खाने बेलामा आजलाई यति नै अब चाहिँ मैले अर्को भ्लगमा चाहिँ हाम्रो कोइरल टिपेको भाग हाल्छु सबैले हेरेर साथ दिनु होला आजलाई यति नै थ्याङ्क यू सो मच सबै कसी कसाउ गरेर टिपिराखन् अब एउटीले फुल खेलाएर बसी इहा यसलाई दिने हो कि भने इहा कसलाई दिने हो भने इहा अब यता अब बल्ल राख्न तयारी भइसक्यो